भुटानी शरणार्थी जीवनको प्रेम कथा। राजेन्द्र र राधिका। पूर्वी नेपालको झापा जिल्लामा रहेको खुडुनाबारी शरणार्थी शिविर। सानो बाँस र प्लास्टिकले बनेको घरहरू, हावासँगै हल्लिने पर्खालहरू अनि सपना बोकेका हजारौं आँखाहरू। त्यहीँबाट सुरु भएको थियो राजेन्द्र र राधिकाको कथा। राधिका पहिलो पटक बीएसकेकी डान्स स्कुल पुगेकी थिइन्। नाच्न सिक्ने मात्र होइन, जीवनमा केही फरक गर्ने सपना बोकेर। त्यही उनको भेट भयो राजेन्द्रसँग। 16 वर्षको उमेर, त्यो उमेर जहाँ मन सजिलै कसैसँग जोडिन्छ। त्यो समय मोबाइल थिएन। राजेन्द्रले आफ्नो मनको कुरा कागजमा लेखे, एक प्रेम पत्र। उनका साथीहरू सन्ता र धीरजले ठूलो साथ दिए। लुकीछिपी त्यो पत्र राधिकासम्म पुर्याए। पत्र पढ्दा राधिकाको अनुहारमा मुस्कान छायो। त्यहीँबाट सुरु भयो उनीहरूको साँचो प्रेम कथा। नाच्दै हाँस्दै सँगै अभ्यास गर्दै उनीहरूको मित्रता बिस्तारै प्रेममा बदलियो। शिविरको कठिन जीवन, अभाव अनि भविष्यको अनिश्चितता, यी सबै बीच उनीहरूको माया झन गहिरो बन्दै गयो। एक दिन हामी यो ठाउँबाट बाहिर निस्केर राम्रो जीवन जिउनेछौँ, राजेन्द्रले राधिकालाई भन्थे। राधिकाको उत्तर सधैँ एउटै हुन्थ्यो, जहाँ तिमी छौ त्यही मेरो संसार हो। समय बित्दै गयो। सन् 2009मा राजेन्द्रलाई नयाँ अवसर मिल्यो। क्यानाडा, क्यालगरी शहर। बिदाईको दिन आँखा रसाएका थिए, तर मनमा आशा थियो, यो बिछोड स्थायी होइन। 1 वर्षपछि 2010मा राधिका पनि क्यानाडा पुगिन्। त्यो भेट वर्षौंको प्रतीक्षा, माया र विश्वासको जीत थियो। उनीहरूले त्यही वर्ष जुलाई 14, 2010मा विवाह गरे। नयाँ देशमा नयाँ जीवनको सुरुवात। क्यानाडाको चिसो मौसम, नयाँ भाषा, नयाँ संस्कृति, सबै चुनौतीहरूलाई उनीहरूले हातेमालो गर्दै पार गरे। साना साना सङ्घर्षहरू बीच उनीहरूको परिवार बिस्तारै पूर्ण हुँदै गयो। 2016 जनवरी 3मा पहिलो सन्तान जन्मियो, रायन। घरमा नयाँ खुसी आयो, जीवन झन अर्थपूर्ण बन्यो। फेरि 2019 मार्च 29मा दोस्रो छोरा, रेमन्ड जन्मिए। 2 साना मुटुहरूले घरलाई अझै रमाइलो बनाइदिए। र अन्ततः 2025 जुलाई 3मा तेस्रो छोरा, रियोन जन्मिए। अब उनीहरूको संसार 3 साना मुस्कानहरूले भरिएको थियो। आज क्यालगरीको एउटा घरमा बस्दै राजेन्द्र र राधिका आफ्नो विगत सम्झन्छन्। खुदानाबारीको त्यो सानो झुपडी, बीएसकेके डान्स स्कुलका ती दिनहरू अनि कठिनाई बीच जन्मिएको प्रेम। उनीहरूको कथा केवल प्रेमको कथा होइन, यो सङ्घर्ष, धैर्यता र सपनाको कथा हो। जहाँबाट सुरु भएको थियो शरणार्थी शिविरको एउटा सानो कुनाबाट, त्यो यात्रा आज एक सुन्दर परिवार, उज्यालो भविष्य र अटुट मायामा परिणत भएको छ। जीवन जहाँसुकै पुगोस्, साँचो माया र साथ भई सबै सम्भव हुन्छ। तिमी आयो जीवनमा उज्यालो बनी, मुस्कानले भर्यो यो मनको कहानी। पहिलो भेटमै हराए म तिमीमा, के भयो यस्तो बुझ्नै सकिन म। तिम्रो आँखामा देख्छु मेरो संसार, तिम्रो साथमै बितोस् हरेक पल प्यार। तिमी बिना म अधुरो छु, तिमी बिना यो मन रोइरहेछ। आऊ नजिक समाऊ मेरो हात,
साथ